यदि तपाईहरूलाई पनि बिहान उठ्दा नै शरीर भारी लाग्छ, खाना खान मन लाग्दैन वा पेटको दाहिने भागमा बारम्बार भारी हुन्छ भने यो सामान्य कमजोरी मात्र नहुन सक्छ। नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो स्वास्थ्य च्यानलमा। र आज हामी कुरा गर्नेछौँ कलेजो अर्थात् लिभर बिग्रिँदा शरीरले देखाउनु 4वटा मुख्य सङ्केतहरू र यसलाई सुधार गर्न सकिने केही सजिला घरेलु उपायहरू पनि हामी छोटकरीमा कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोला, किनकि चौथो सङ्केत धेरै मानिसहरूले बिगार्ने वा व्यवस्था गर्नुहुन्छ। आजको हाम्रो पहिलो नम्बरमा रहेको छ अत्याधिक थकाइ र कमजोरी। पर्याप्त आराम गर्दा पनि दिनभरि आलस्य लाग्नु लिभर कमजोरी भएको सङ्केत हुन सक्दछ। दोस्रो नम्बरमा रहेको छ पेटको दाहिने भाग भारी हुनु। कलेजो सुन्निएको वा फ्याटी लिभर हुँदा पनि दाहिने भागमा भारीपन वा हल्का दुखाइ महसुस हुन सक्दछ। र तेस्रो नम्बरमा रहेको छ आँखा वा छालो पहेँलो हुनु। पिसाब धेरैले पहेँलो आउनु, आँखा वा छाला पहेँलो देखिनु जन्डिसको सङ्केत हुन सक्दछ। चौथो नम्बरमा रहेको छ भोक नलाग्नु र वाकबाकी लाग्नु। खाना देख्दा मन नलाग्नु, ग्यास्ट्रिक बढ्नु वा वाकबाकी महसुस हुनु पनि कलेजो कमजोर हुँदै गएको सङ्केत हुन सक्दछ। र यसका घरेलु उपायहरू यस प्रकारका छन्। यदि प्रारम्भिक चरणको फ्याटी लिभर छ भने यी घरेलु उपायहरू उपयोगी हुन सक्दछ। पहिलो नम्बरमा रहेको छ बेसार र मनतातो पानी। बिहान खाली पेटमा आधा चम्चा बेसार र मनतातो पानी पिउन सकिन्छ। दोस्रो नम्बरमा रहेको छ कागती पानी। कागतीमा भएको भिटामिन सीले लिभरलाई बलियो बनाउन मद्दत गर्दछ। र तेस्रो नम्बरमा रहेको छ लसुन। बिहान 1 देखि 2 केस्रा काँचो लसुन पानीसँग खानु लायक मानिन्छ। र यसका हामी बस्ने र अपनाउनु पर्ने सावधानीहरू: धेरै गुलियो खानेकुरा, जङ्क फुड, कोल्ड ड्रिङ्क्स र धेरै चिल्लो खानेकुराले कम गर्नु पर्दछ। साथै मदिरा सेवन सकेसम्म टाढा रहनुहोला। यदि भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि हाम्रो स्वास्थ्य च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला।